हजुर नमस्कार। तपाईँको के छ? ठिक छ शङ्करजी मेरो पनि। अनि खाना खानुभयो? कता हुनुहुन्छ आजभोलि? कता हुनुहुन्छ शङ्करजी आजभोलि? ल लाइभ राज नेपाली युट्युब च्यानलमा लाइभमा जोडिनुभएका सम्पूर्ण साथीहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। आजभोलि कस्तो छ काम सर? एकदम राम्रो छ सर, काम एकदम राम्रो छ। बढिया छ सर, काम लगातार काम छ। गइरहेछन् केटाहरू। आज पनि तपाईँको लगभग 30-जना केटाहरू गएका छन्। हेमराज क्याप्टेन अनि त्यसपछि गएर बसन्त क्याप्टेन हामीबाट छुट्यो गएर सर। तपाईँको आशीर्वाद यो सिजनमा हजुरलाई मैले बोलाउन सकिनँ, सरी है। सकेसम्म तपाईँ मात्रै आएर 2-3जना केटाहरू ल्याएर बढिया हुन्थ्यो। तपाईँसँग केटाहरू धेरै छन्, फेरि ल्याएर 2-4जना केटाहरू यताउता भाग्यो भने अर्को सिजनमा गाह्रो हुन्छ। खासै बोल्न नि पाइएको छैन शङ्कर सर। कहाँ हुनुहुन्छ तपाईँ अहिले? ए पद्मा न्यौपाने, के छ खबर? सन्चै छौ तिमी? कहाँ छौ अहिले? युट्युब लाइभमा जोडिनुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। आज त्यस्तो म घरमै छु सर। ए घर जानुभयो? कहिले जानुभयो नि घर? यतै छु भने जस्तो सुनेको थिएँ म त। लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु है सम्पूर्ण। ल युट्युबमा मेरो अहिले चाहिँ हेर्नुहुने सम्पूर्णमा ठिक छ। मेरो त नेपालतिर के गरिन्छौ त आजभोलि? नेपालमा छौ गरे है? छिटो आउनु परेन यता। अहिले लाइभमा जोडिनुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले चाहिँ हाम्रो लाइभको सङ्ख्या अति बढेको छ। हजुरहरूप्रति धेरै आभार प्रकट गर्न चाहन्छु। अब आउँछु सर सिजनमा केटाहरू लिएर। सर तपाईँको आशीर्वाद हो, तपाईँहरूको साथ हो सर। तपाईँहरू नआइकन कहाँबाट काम चल्छ र सर? तपाईँहरूकै कारणले गर्दा आज म यो स्थानमा छु। तपाईँहरूको जस्ता मान्छेहरूको साथ धेरै धेरै आवश्यकता पर्छ मलाई त है। मेरो आवाज आएकै छैन साथीहरू, यो चाहिँ मलाई थाहा भएन है। लाइभमा जोडिनुहुने सम्पूर्ण साथीहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। हुन्छ, छिटो आऊ है, छिटो आऊ। अनि घरतिर बालबच्चालाई त सबैलाई सन्चै छ होला होइन शङ्करजी? सम्पूर्ण साथीहरू आउनुहोस्, कुराकानी गरौँ, रमाइलो गरौँ है। चिनेको नचिनेको साथीहरू सम्पूर्णमा। अनि तपाईँको हाम्रो कोही इच्छुक साथीहरूलाई कामको खोजीमा हुनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोला। मेरो सम्पर्क नम्बर तपाईँहरू मेरो फेसबुकमा गएर पनि लिन सक्नुहुन्छ। मेरो फेसबुक आइडी राज न्यौपाने छ। अनि युट्युबमा पनि मेरो सम्पर्क नम्बर मिल्छ। तपाईँहरूलाई कामको खोजीमा हुनुहुन्छ, कोही कामको रोजगारीको सिलसिलामा हुनुहुन्छ, इन्डियामा आएर पनि बेल्लै बस्नु भएको छ, खाली हुनुहुन्छ भने हजुरहरूको लागि मेरो सेवा सधैँमा हुनेछ। तपाईँहरूप्रति धेरै आभार प्रकट गर्न चाहन्छु। हजुरहरूको साथ सपोर्टले गर्दा नै हामी अगाडि बढ्ने हो। अनि कोही इन्डियामा आएर अल्पत्र परेका कोही नेपालीहरूमाथि मबाट गर्नुपर्ने सहयोगहरू मबाट भइराख्ने नै छ। अनि हजुरहरूसँग बोल्न पाउँदा अति खुसी लाग्छ कि। त्यही भएर पनि म युट्युबमा लाइभमा आएको। आज धेरै भएको थियो लाइभमा नआएको, त्यही भएर आज यसो आउँ भनेर